रातको करिब 3 बजेको थियो जब एउटा बस गाउँ बाहिरको पुरानो बस स्ट्यान्डमा आएर रोकियो र त्यसबाट एक गर्भवती महिला ओर्लिन्, नीतु। उनले ठिक 10 मिनेट अघि मात्रै आफ्ना पति सौरभसँग फोनमा कुरा गरेकी थिइन् र सौरभले भनेका थिए कि उनी बस स्ट्यान्डमै उभिएर पर्खिरहेका छन्। तर जब नीतुले चारैतिर हेरिन् त्यहाँ कोही पनि थिएन। बस फर्किसकेको थियो र वरिपरि केवल गहिरो अँध्यारो थियो। नीतुले आवाज दिइन्, सौरभ, सौरभ, तर कुनै जवाफ आएन। उनले फोन मिलाइन्। सौरभले उठाएर भने, हो, म यहीँ उभिएको छु, पछाडि फर्केर हेर। नीतुले पछाडि फर्केर हेरिन्। सौरभ उभिएको थियो, उही अनुहार, उही कालो ज्याकेट, उही मुस्कान। उसले भन्यो, आऊ, गाडी अगाडि पार्क गरेको छ। नीतुले राहतको सास फेरिन् र उसको पछि पछि हिँड्न थालिन्। तर केही कदम अघि बढेपछि नीतुलाई केही अजीब लाग्यो। सौरभ बिल्कुलै चुप थियो। उसले यात्राको बारेमा केही सोधेन, बच्चाको बारेमा पनि केही सोधेन, बस अगाडि अगाडि हिँडिरहेको थियो। नीतुले सोधिन्, सौरभ, गाडी कहाँ छ? उसले भन्यो, बस अलि अगाडि। तर आवाज अनौठो थियो, जस्तो कुनै रेकर्डिङ हो, जस्तो शब्दहरू मुखबाट होइन कतै अरूबाट आउँदै थिए। त्यत्तिकैमा नीतुले देखिन् सौरभका खुट्टा जमिनबाट आधा इन्च जति माथि थिए, जस्तो ऊ हिँडिरहेको होइन, तैरिरहेको हो। नीतुका खुट्टा त्यहीँ जमेर रोकिए। ठिक त्यही क्षण त्यो चिज रोकियो र आफ्नो टाउको घुमायो। केवल टाउको, शरीर होइन, पूरा 180 डिग्री। अनि नीतुतिर हेरेर मुस्कुरायो। त्यो मुस्कान मान्छेको थिएन। ओठ कानसम्म तन्किएका, दाँत अस्वाभाविक रूपमा धेरै र नुकिला। नीतु चिच्याइन् र पछाडि भागिन्, हाँफ्दै बस स्ट्यान्डसम्म पुगिन्। पछाडि फर्केर हेरिन्, सडक खाली थियो। त्यो चिज गायब भइसकेको थियो। काँपेका हातले उनले फेरि सौरभलाई फोन गरिन्। सौरभले उठाएर भने, हो नीतु, बस आइपुग्यो। यो सुनेर नीतुको मेरुदण्डमा जस्तो बरफ जम्यो। मतलब सौरभ अझै घरमै छ। मतलब जो केही बेर अघि उसको साथमा हिँडिरहेको थियो त्यो सौरभ थिएन। नीतु रोँदै भनिन्, छिटो आऊ, केही गलत छ। सौरभले भन्यो, तिमी त्यहीँ बस, म 10 मिनेटमा आउँछु। 7 मिनेटपछि मोटरसाइकलको हेडलाइट देखियो। असली सौरभ आइपुग्यो। नीतुले सबै कुरा सुनाइन्। सौरभले भन्यो, सायद थाकेको भएर अँध्यारोमा डर लाग्यो होला, आऊ घर जाउँ। नीतुले सोची, सायद सही होला र उनी मोटरसाइकलमा बसिन्। तर गाउँमा पस्ने बित्तिकै उनलाई केही अजीब लाग्यो। हरेक घरका झ्यालमा पर्दा तानिएका थिए, हरेक ढोका बन्द थियो र कतै पनि बत्ती बलिरहेको थिएन। रातको 3 बजे यस्तो हुनु सामान्य पनि हुन सक्छ। तर गाउँको चौबाटोमा एउटा बोर्ड राखिएको थियो जुन नीतुले पहिले कहिल्यै देखेकी थिएनन्। रात 12 बजेपछि ढोका नखोल्नुहोस्, झ्यालबाट बाहिर नहेर्नुहोस्, कुनै पनि चिनिएको आवाजमा विश्वास नगर्नुहोस्। नीतुले सौरभलाई सोधिन्, यो बोर्ड कहिले राखियो र सबै घरमा पर्दा किन छन्? सौरभले गहिरो सास फेर्यो र भन्यो, घर जाउँ, सबै भन्छु। घर पुगेपछि उसले ढोका बन्द गर्यो, सबै झ्याल बन्द गर्यो र पर्दा तान्यो। त्यसपछि नीतुको अगाडि बसेर भन्यो, तिमी माइके गएको ती 3 हप्तामा गाउँमा केही भयो। म तिमीलाई भन्न चाहन्थिन किनभने तिमी गर्भवती छौ। नीतुले सोधिन्, के भयो? सौरभले भन्यो, 3 हप्ता अघि रामप्रसादको घरमा उनकी बुहारी फर्केर आइन्। उही बुहारी जो 6 महिना अघि मरिसकेकी थिइन्। राति ढोका ढकढक्याइन्, रोइन्, भनिन् उनी जिउँदै छिन् र बाटो हराएर फर्केकी हुन्। रामप्रसादले ढोका खोलिदिए। तर भोलिपल्ट बिहान रामप्रसादको घर खाली भेटियो। रामप्रसाद, उनकी श्रीमती र उनको छोरा, तीनैजना गायब। त्यसको अर्को रात गाउँमा 3 नयाँ आवाजहरू सुनिन थाले, रामप्रसादको, उनकी श्रीमतीको र उनका छोराको। उनीहरू पनि राति ढोका ढकढक्याउँछन्। नीतुको मुख सुक्यो। सौरभले थप्यो, त्यसपछि यो क्रम चलिरह्यो। हरेक पटक कसै न कसैले ढोका खोलिदिन्छ किनभने बाहिर उभिएको मान्छे उसको आफ्नै जस्तो देखिन्छ। कहिले आमा, कहिले छोरा, कहिले पति, कहिले पत्नी। 3 हप्तामा 11 जना गायब भइसकेका छन्। अब गाउँमा नियम छ, रात 12 बजेपछि ढोका खुल्दैन, झ्यालमा पर्दा हुन्छ र कुनै आवाजलाई जवाफ दिइँदैन, चाहे त्यो आफ्नै आमाको आवाज किन नहोस्। ठिक त्यही बेला ढोका ढकढक्याउने आवाज आयो। सौरभले औँला ओठमा राख्यो। चुप। बाहिरबाट एक बुढी महिलाको काँपेको आवाज आयो। सौरभ बेटा, ढोका खोल, म हुँ तिम्री आमा, बाहिर अँध्यारो छ। सौरभका आँखा आँसुले भरिए किनभने उनकी आमा 2 वर्ष अघि नै मरिसकेकी थिइन्। 20 मिनेटसम्म त्यो आवाज रोइरह्यो, मनाइरह्यो, रिसाइरह्यो र अन्ततः चुप भयो। सौरभले भन्यो, यो हरेक रात हुन्छ र आवाज सधैँ त्यही मान्छेको हुन्छ जसलाई सुन्दा तिमी सबैभन्दा कमजोर हुन्छौ।
अर्को बिहान नीतु दादी कौशल्याको घर गइन्। दादीले 20 वर्ष पुरानो कथा सुनाइन्। सरला नामकी गर्भवती महिलाको, जसले यही सडकमा, यही पुरानो बसको छेउमा एक मृत बच्चा जन्माइन् र आफै पनि रगत बगेर मरिन्। मर्नु अघि उनले बसको भुइँमा नङले खोत्केकी थिइन्, मेरो बच्चा कहाँ छ? दादीले भनिन्, सरलालाई एउटा जिउँदो बच्चा चाहिन्छ, त्यसैले ऊ गर्भवती महिलाहरूलाई खोज्छ, बस पठाउँछ, जालमा फसाउँछ र मानिसहरूको रूप लिएर ढोका खोल्न लगाउँछ। त्यसपछि नीतुलाई थाहा भयो, बस स्ट्यान्डमा भेटिएको नक्कली सौरभ वास्तवमा सरला नै थिई। पछि नीतुले पुरानो बसमा गएर सरलासँग सामना गरिन् र आफूलाई जितेकी ठानिन्। 1 महिनापछि नीतुले स्वस्थ बच्ची जन्माइन् र गाउँमा रातका आवाजहरू पनि बन्द भए। सबैले सोचे सबै कुरा समाप्त भयो, तर बच्ची जन्मेको 1 हप्तापछि राति नीतु उठेर बच्चीलाई दूध खुवाउन लागिन्। कोठा अँध्यारो थियो। उनले बच्चीलाई उठाइन् र देखिन् बच्ची सुतिरहेकी थिइनन्। उनका आँखा पूर्ण रूपमा खुला थिए र उनी नीतुतिर बिना पलक झिम्क्या हेरिरहेकी थिइन्, जुन कुनै नवजात बच्चाले गर्न सक्दैन। अनि बच्चीले आफ्नो मुख खोली र त्यसबाट नवजातको होइन, एउटा बुढी महिलाको 20 वर्ष पुरानो आवाज आयो, आमा, मलाई भोक लागेको छ। त्यस क्षण नीतुले बुझिन्, उनले बसमा सरलालाई हराएकी थिइनन्। सरलाले केवल त्यही विश्वास गराएकी थिइन्, किनभने सबैभन्दा खतरनाक शिकार त्यो हुन्छ जसलाई थाहा नै हुँदैन कि ऊ पहिल्यै शिकार भइसकेको छ।